रेसिपी सब चाहिँ के छ भनेपछि चाहिँ पोर्क सेकुवा यस्तो बबाल बनाउँदैछौँ अहिले तपाईँहरूलाई देखाउने छु हेर्दै गर्नु होला है गाइजहरू। यहाँ चाहिँ देख्न सक्नुहुन्छ पोर्क सेकुवाको लागि रेडी गरेको गाइजहरू। यो चाहिँ अनि सेकुवाको अचारको लागि है, यो चाहिँ सेकुवाको अचारको लागि हो। ल अब यता चाहिँ हाम्रो सेकुवा मास्टर यता मेरो भेना हुनुहुन्छ, प्रिय भेना। यता चाहिँ मेरो दोस्त हुनुहुन्छ खतरा। ल यस्तो बबाली अब यहाँ पकाउनु पर्ने हुन्छ हामीले सुँगुरको मासु। यता देख्नुहुन्छ आमा बबाल है। पाकिसक्यो है, पाकिसक्यो। ल भेना खतरा, म काट्छु भित्र गएर। म यसलाई काटेर यस्तो बबाल बनाउँछु। पाक्यो होइन भेना फाइनल्ली? ढुक्क पाक्यो। पाक्यो। ल अब यसलाई काट्नुपर्ने हुन्छ हामीले अब। ल अलि रेपेदै फाइनली गाइज सेकुवा देख्न सक्नुहुन्छ खतरा भइसक्यो। अब उता बाहिर लिएर जानुपर्ने हुन्छ है गाइज। फाइनली ल सेकुवा चाहिँ होइन, यहाँ केटाहरूले यहाँ रमाइलो गर्नु जाने भन्दै थियो नि त, एकचोटि सोधिदिउँ भनेर के खानु न केटालाई खेल्नु मन लागेको इच्छा कुरा गर्दा बबाल थियो नि दाइ, बबाल।